Hello everyone, welcome to my vlog. आज चाहिँ हाम्रो vlog हो मानुङकोट स्पेशल जो पोखरादेखि 2 घण्टाको दूरीमा छ। तर हामीलाई चाहिँ अलिकति बेर लाग्यो किन भन्दाखेरि हामीले घरबाट 4 बजे निस्किन पर्ने, अलिकति ढिलो भयो निस्किदाखेरि 4:20 मा निस्केथ्यौं। 4 बजे निस्किन पाएको भए ठिक्क हुन्थ्यो है, तर एकछिन ढिला भयो। अलिकति थकाइ मार्नको लागि हामी एकछिन पर्खेर गयौं है, रेस्ट लिएर। धेरै बेर त कुरिनम, जस्ट 5 मिनट्स। तर पनि टाइम हामीलाई एकदम लिमिटेड थियो, तर पनि चिसो भएको भएर एकछिन पर्खेर गयौं है। तर कति पनि टाइम वेस्ट गर्नु नहुँदो रहेछ। हामी चाहिँ एउटै कन्टिन्यूमा गएको भएदेखि ठ्याक्कै 2 घण्टामा पुग्ने रहेछ है। अनि हामी फेरि लाग्यौं, एकछिन रेस्ट गरिसकेपछि उज्यालो हुनु थाले रहेछ। हाइवेमा एकदमै धेरै चिसो थियो। तिहारको बेला अलिअलि झिलिमिली बत्तीहरू पनि थियो। अनि यतिको क्रस भइसकेपछि लगभग अब हामी पुग्नु लागे। अनि हेर्नुस् न, अझै पनि हामी जान बाँकी नै छ, बट स्टिल उज्यालो भइसक्यो। अनि त्यहाँ पुग्दा त सनराइज भइसकेको रहेछ है। अनि मेन कुरा के भन्दा बीचमा अलिअलि भैलोको, त्यति बिहान पनि भैलोको मान्छेहरूले बाटो छेकेर एकछिन हामीलाई टाइम लस भयो है। अनि 2-3 ठाउँमा थियो। अनि जस पुगेपछि चाहिँ त्यो त्यति सिनेरियो पनि काफी नै थियो। इट वाज असम। पार्किङ निरबाट नै यस्तो देखिरहेको थियो। अनि झन् माथि अब उकालो पनि लागिसकेपछि यस्तो थियो। घाम चाहिँ अलिकति उठिसकेको रहेछ। अनि अलि चाँडै पुग्न पाएको भए चाहिँ रमाइलो हुन्थ्यो। त्यहाँ माथि पुगिसकेपछि यस्तो गर्मी थियो। छोरीले चाहिँ एक्स्ट्रा लुगा लिएर गइथिन्, चेन्ज गरिथिन्। म चाहिँ उकालो लाग्दै फर्किँदै एकदमै थकाइ लाग्यो, यति टायर्ड। बट यो सिनेरियो हेरेपछि चाहिँ लाइक एभ्रिथिङ वाज अफ। अनि त्यसपछि हामीले खाजा खायौँ थोरै, अनि ठिकै थियो खाजा। त्यही भएर यतिकै भोक मार्नलाई मात्रै थोरै खायौँ। अनि त्यसपछि फेरि यो फुलहरू कति राम्रो थियो, यहाँ भिडियोजहरू बनायौँ। छोरीले फेरि फुल देख्नै हुँदैन, उसलाई चाहिँ टिपिहाल्नु पर्छ। अनि त्यसपछि फेरि हामी फर्किन लाग्यौँ। अनि हाइवेमा पुगिसकेपछि चाहिँ एउटा ठाउँमा मिठो खाजा खायौँ, पुरी तरकारी, आलु चप। So that's all for today. Thanks for watching my video. Please like and subscribe. Thank you so much.